कति हो हजुर टिप्नु भएको तपाईँले चाहिँ टिप्नु दिन्छ हामीलाई त सक्दै टिप्दैन त मोमो दामी थिएन पहिले पैसा चढाउनुपर्छ अरे पैसा चढाउनु पर्छ नि तपाईँको पैसा पनि छैन र यार सरी जुत्ता लाएर पछि है थ्याङ्क यू ए हुन्छ सो हेलो एभ्री पिपल वेलकम ब्याक टु माई अनदर ब्लग आयो सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै नै छु अनि आज चाहिँ हामी कहाँ जान लागेको भनेर चाहिँ तपाईँहरूले थम्बनेल हेरेर हाइलाइट्स हेरेर पनि थाहा पाइसक्नु भएको छ हामी चाहिँ कहाँ जान लागेको भने आज चाहिँ स्याटरडे पनि रहेको छ अनि स्याटरडेको दिन चाहिँ यसो नगरकोटतिर जाउँ न त भन्ने कुरा भयो दिदीहरूसँग म चाहिँ आज एक्लै छु मेरो पछाडि चाहिँ कोही पनि छैन आज चाहिँ म एक्लै हो अनि कौशिला दिदी तपाईँहरूलाई म गएर देखाइ नै हाल्छु स्कुटरमा हुनुहुन्छ उहाँहरू चाहिँ अनि उहाँ कौशिला दिदीको साथी अनि म तिनजना चाहिँ सर र नगरकोटतिर यसो घुमेर आऊँ न त भनेर सल्लाह त अस्तिदेखि एक हप्ता अगाडिदेखि नै भएको थियो सल्लाह चाहिँ अन्त जाने भएको थियो तर अब मान्छे भएन कोही पनि लास्टमा जाने अनि लास्टमा चाहिँ हामी तिनजना मात्रै भयो केही छैन जाउँ है र अब उतै गएर तपाईँहरूलाई म देखाइहाल्छु कौशिला दिदीले पढिरहनु भएको छ यहाँ अघि निक्लेको भन्नु हुँदैन म चाहिँ त्यहाँनिर सानो काम परेर फेरि फर्किनु पऱ्यो त्यही भएर अलिक ढिला भयो पर्खिनुहुन्छ है सर जाउँ उतै गएर भेटौँ है त सो मलाई चाहिँ कौशिला दिदीले यतै पर्खिरहेको छु भन्नुहुन्थ्यो कहाँनिर हुनुहुन्छ त अर्को डाँडामै छु भन्नुहुन्थ्यो खोइ त हुनु न त यतै छु भन्नुहुन्थ्यो खै त हुनु न त दिदी त कता जानु निरा दिदीको पसल नि र ए हस् गइसकेछ नि त दिदीहरू अन्त ढिला भयो है दिदीहरू चाहिँ गइसक्नु भएको रहेछ सालमा हुनुहुन्छ अरे सालमा जम्मूकै के छ नाना कहाँ गयो खोइ त साथी अहिले तिम्रो नम्बर के रे पहिलेको त छैन नि त मेरो अघिको चाहिँ लास्टमा 33 हजुर साथी लिएर आऊ भनेको त कस्तो साथीहरू अनि खोइ त कोही भएन त कसैको के अरे अब सोल्टिनी चिन्छौ तिमी को सोल्टिनी त्यो साइली नानाले सोल्टिनी भनेर बोलाउँथ्यो नि खै अलिअलि याद चाहिँ भएको लाग्यो है हामी चाहिँ राइड स्टार्ट भइसकेको छ यहाँ पिसालबाट दिदीहरूलाई भेट्यो दुईजना हुनुहुन्छ दिदीहरू अनि म चाहिँ एक्लै छु त्यही हो अलिक तिनजना मात्रै हुन्छ त्यही हो सबैजनाले साथ सपोर्ट गरिदिनु होला भिडियो हेरिदिनु होला अन्तिमसम्म होइन अनि सब्सक्राइब गरिसक्नु भएको छ भने यसो मिठो लाइक कमेन्ट गरेर जानु होला एक सजेसन छोडेर जानु होला अनि नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब चाहिँ जरुर गर्नु होला है सो अहिले यहाँ पेट्रोल हालेको थियौँ पेट्रोल हाल्ने कार्यक्रम भयो सक्यो अनि अहिले चाहिँ हामीले जोरबारीमा छौँ होइन जोरबारी आइपुगिसकेको अनि यहाँ पेट्रोल हाल्यो पेट्रोल हालेर चाहिँ अहिले हामी यहाँबाट हिँड्यौँ होइन जाउँ अब तपाईँहरूलाई म बाटोतिर देखाउँछु है
सो फाइनली गाइज हामी चाहिँ अहिले फली आइसकेका छौँ। फलीको रालो हो, फलीमा आइसकेका छौँ अहिले हामी सहरमा जाँदैछौँ है एकजना। अलिक कुदाउनु न हजुर। होइन म पछाडि नै हिँड्छु कि अलिक कुदाउनु न भनेको। हिँड्नु नै न अगाडि नै अलिक कुदाउनु भनेको के, अलिक कुदाउनु भनेको के। गाडी गयो भने त छोडिहाल्नु त्यो माथिको डाँडा है माथि। आज अलिक घाम नलागेर होला होइन, मधुरो मधुरो देखिरहेको क्या। अलिक मौसम चाहिँ क्लियर छ होइन। छोडिनुहुन्छ क्या अहिले? हजुर छोडिनुहुन्छ अहिले? म चाहिँ अगाडि हिँड्न लागेको छु अहिले चाहिँ। म चाहिँ पछाडि छोड्दिनँ भन्नुहुन्छ फेरि। यो दिदीसँग चाहिँ धेरै ठाउँ गइसक्यो क्या होइन। नयाँ वर्षमा पनि हामी उता गोदावरीतिर गएको थियौँ। अनि एकचोटि उता सुरुमा चाहिँ हामी उता गएको थियौँ, तारेभिर गएको थियौँ। तारेभिर जानु लास्टै रमाइलो भएको थियो। हामी टन्नै थियौँ नि त, घरको दिनाहरू पनि हुनुहुन्थ्यो। अनि त्यति बेला दाइहरू पनि हुनुहुन्थ्यो। किन हामी 7-8 जना त्यति बेला चाहिँ लास्टै रमाइलो भएको थियो क्या। अनि अब त्यस्तो रमाइलो त हुँदैन, सबै अब विदेश गइसक्नु भयो नि त। अनि त्यतिको मान्छे पनि छैन। अब त्यस्तै हो, एकचोटि हुन्छ सबैको भाइ मिल्ने है। सबैजना साथीहरू दाइहरू एक बेला हुन्छ, तर अब सधैँभरि त्यस्तै भएर पनि त हुँदैन। त्यही हो, अहिले चाहिँ म एक्लै नै छु भन्नुपर्छ होइन। साथीहरू पनि सबै अब आफ्नो आफ्नो उसमा लागिसक्यो, कोही नै छैन। त्यो यताहरू पनि सबै विदेश गइसक्नु भइसक्यो, दिदीहरू पनि सबै। अहिले चाहिँ म मात्रै छु क्या। म मात्रै छु भन्दा पनि मतलब मसँगैको साथीहरू, अब मसँगै घुम्ने दाइ दिदीहरू, मसँगै अब हिँड्ने दाइ दिदीहरू सबै बाहिर गइसक्नु भइसक्यो होइन। त्यही हो। अनि अहिले चाहिँ म एक्लै नै छु भन्नुपर्छ होइन। प्रायः म एक्लै नै हिँडिरहेको हुन्छु, केही छैन। एक्लै नै पनि झन् मजा हुन्छ क्या बोल्दै हिँड्नलाई चाहिँ। एक्लै रमाइलो हुन्छ। अब पछाडि भइरहेको लाज लाग्छ नि त बोल्नलाई, के बोल्नु हुन्छ नि त अब होइन। तर एक्लै हुँदा चाहिँ अब जे बोल्दा नि भयो नि त, मनमा लागेको कुराहरू भन्न पाइयो होइन। अनि खोइ त दिदीहरू त धेरै पछाडि छुट्नु भयो त यार। लास्टै बिस्तारै कुदाउनु भयो क्या। हुन त नजिकै छ, बिस्तारै जाँदा नि हुन्छ। त्यही पनि यसो अलिअलि कुदाएको देखाउँ भन्ने कुरा मात्रै हो। खतरा कुदाउनु चाहिँ होइन। तारेभिर जाँदा त्यस्तो अफरोडमा है डबल लोड लिएर गएको, बाइक सँगसँगै कुदाएको भने तपाईँहरूलाई थाहा छ कि छैन है। हिजो चाहिँ धेरै नै कुनै उ भयो, कुनैमा चाहिँ राजावादी र गणतन्त्रवादी बिच थियो लडाइँ चाहिँ। तर राजावादीले चाहिँ व्यक्तिगत सम्पत्तिहरूमा धेरै नै क्षति पुर्याएको छ क्या। अब है के भन्नु, अब सबै नेपाली नै हो, कतिजना नि मर्नु भयो। उहाँहरूलाई रेस्ट इन पिस भन्न चाहन्छु होइन। त्यही हो अब होइन। नेपालीहरू यति धेरै भेडा हुन थाल्यो, यति धेरै भेडा भयो नेपालीहरू, के भन्ने है। बाटो हिँडिरहेको मान्छेहरूमा चाहिँ धेरै दखल परेको छ हिजो होइन। एकदमै दुःख लागेको छ त्यो कुरामा चाहिँ होइन। जे भयो नि अब मर्न त एउटा नेपाली आमाकै छोरा मऱ्यो नि त होइन। एउटा नेपाली नै मऱ्यो, जो मऱ्यो नि राजावादी मऱ्यो नि गणतन्त्रवादी मऱ्यो नि नेपालकै छोरा मऱ्यो नि त होइन। तर अब होइन तपाईँहरूलाई चाहिँ के लाग्छ, गणतन्त्रवादी नै छ कि राजावादी नै छ होला? पुरै घर चलाएर होइन। अब घरको सिसाहरू पुरै दुलै थियो क्या। न्युजमा देखिहाल्नु भयो होला होइन। घाट बढेनीसम्म अब खुट्टा तोडफोड गरेर। यहाँबाट चाहिँ 2टा बाटो छ होइन, 2टा बाटो छिट्टिने बाटो छ। त्यो दिदीहरूलाई पनि थाहा छ छैन, पर्ख्यौँ होइन। त्यो दिदीहरूलाई थाहा चाहिँ छ होला, सायद पेली गएको होला, त्यही पनि पर्ख्यौँ सँगै जाउँ। लास्टै ढिलो न यार। बाटो थाहा छैन दिदी? अहिले चाहिँ हामी यो नगरकोटको उकालो आइसकेको छौँ है। देख्न सक्नुहुन्छ यो चाहिँ नगरकोटको उकालो बाटो होइन। अब टाढो जाउँ है। कस्तो धुलै छ। आम्मा कस्तो धुलो खान्छ।
सो फाइनली गाइज हामी चाहिँ होइन यो नगरकोटको उकालो आइसकेको छौँ। अहिले चाहिँ घरहरू गाउँहरू सबै कटिसकेको छ क्या। यो नगरकोट उकालो जङ्गल हो होइन। नगरकोट आउनु कतिलाई थाहा छ। सो फाइनली हामी चाहिँ नगरकोट आइसकेको छौँ होइन। बजार चाहिँ अलिकति पर हो। रोड चाहिँ बबाल बनिसकेको छ यहाँ पनि। अस्ति आउँदा त पहिले आउँदा यहाँ पुरै उनी थियो नि त, कच्ची बाटो थियो, पुरै हिलै हिलो धुलै धुलो, ग्राभेल। अहिले चाहिँ पुरा ठुलो बनाएको पिच बनाएको दामी। ल दामी यति विकास भएछ यहाँ चाहिँ। यति भन् ठुलो कुरा हो नि त। यति भएपछि राम्रो हो। पिचै पिच रहेछ है। सर र जाउँ नगरकोटमा यस्तो खतरा खतरा घरहरू बनाएको। ल हेर्नु त यस्तो जङ्गलको बिचमा त्यस्तो दामी घर। यो टुरिस्ट एरिया भएर होला बवाल घरहरू, रिसोर्टहरू, होटलहरू दामी छ त। तर दामी छ तपाईँहरू। यो चिसो है। गर्मी महिनामा चाहिँ सही हुन्छ क्या यता बस्नु। खुसी लाग्यो। बाटो चाहिँ दामी बनाएको छ। यति भयो भने सजिलो भयो नि त। सिधै हो अनि बाटो त राम्रो बनाएको छ अहिले त। अस्ति हामी आउँदाखेरि पुरै हिलै हिलो धुलै धुलो थियो। यो बाटो भर्खर पिच गराएको रहेछ। यहाँसम्म चाहिँ पिच गराएको रहेछ। यहाँबाट चाहिँ अब धुलो खानुपर्छ एकछिन है त। यहाँबाट लेफ्ट है, लेफ्ट यता हो। यहाँबाट चाहिँ हामी टक्क लेफ्ट लाग्नुपर्ने हुन्छ। उता चाहिँ बनेपातिर भक्क पुगेर जान्छ। अनि यता चाहिँ नगरकोट जानु। तर सस्तो रहेछ यहाँ त। 15 रुपियाँमा यो पानी यहाँ पाए त काठमाडौँमा त पाउँदैन 15 रुपियाँ। जीविका भन्ने चाहिँ कस्तो भयो त दिदी? कस्तो भयो त? रमाइलो। आमा के बनाउनु हो कपाल त्यो? एक्लै हिँडिदिन्छु। कपाल सुहाएन है। चेन्ज गरिहाल्नु। राम्रो छ है? राम्रो छैन। रातो भयो धेरै। अनि तिमी चाहिँ के गर्छौ गर्ने आज भोलि? केही न के भेटघाट छैन त? पैसा कमाइ गर्छौ? पैसा कमाएको कमाइ तपाईँ चाहिँ अनि खै तपाईँ निरादित दाना गएपछि त अनि तपाईँ त अनि तिमीहरू गएको गर्छ नि तपाईँ नै गए जस्तो भयो विदेश। तिमीहरूको त कता पुगिरहेको। उहाँलाई चाहिँ के भन्नुपर्छ अरे मैले? नाना नाना नै हो। नाना हजुर सोल्टी नि नाना देखेको त तिमीलाई। कहाँ देख्नु भएको? तिमी चिन्छु होला। हजुर कहाँ भने माथि एकचोटि उयो बाढी आएको थियो नि हो, के भन्छ माथि नानाको बस्नु नि विशाल तिमी पहिले। हजुर माथि त्यहाँ देखेको हो, त्यहाँ आएको थियो त। मेलम्चीमा मेलम्चीमा मेलम्ची आउनु भएको थियो? साइली नानाको म भन्दा पहिलेको बेस्ट साथी हो। ए नानै नाना के अरे त्यो त्यहाँनिर आएको थियो नि त्यो उयो पुऱ्याउनु गाडीको। तपाईँहरू रात लिएर आउनु भएको थियो। हो त्यतिखेर तर मैले त्यति बेला वास्तै गरिनँ। तपाईँ हुनुहुन्थ्यो होला हुन्छ। अझै सानो थिएँ नि म। कता तपाईँ घर चाहिँ? मेरो ताप्लेजुङ।
आमा यो गुराँस चाहिँ मागौँ न ल माग्नु त गुराँस बेच्ने हो कि घरमा हजुर कति हो एउटाको हजुर कहाँ टिप्नु भएको तपाईँले चाहिँ तपाईँले चाहिँ टिप्नु दिन्छ हामीलाई त तपाईँ टिप्दैन त हौ यता तल तल देखिने ठाउँमा दिँदैन लाने सोल्टी नि लाने लाने चेन पैसा मसँग छ दिस किन्नु भएको यही गुराँस लिन आएको ठिक्क तिनवटा थियो त लिनु भएको हुन्थ्यो नि एउटा हामी बाई किन लानु भनेर नि ल अब आफै दिनु घाटा पर्नु भयो नि त अघि नै लिनु भएको हेर्नु होइन यो चाहिँ यो काठमाडौँ भक्तपुर ललितपुरको मान्छेले ठ्याक्क त्यो भित्र सहरभित्रको मान्छेले केही देखाउनु होइन कहाँबाट ल्याउनु भयो त तपाईँले चाहिँ तल जग्गाबाट बिजनेस है हेर्नु त ठाउँको ठाउँ 150 यो त 100 लिन्थ्यो अब आज चाहिँ मैले धन्यवाद दाइ हस् तपाईँको चाहिँ राम्रो भेट्नुभयो कि हो होइन जहिले अर्काको मात्रै राम्रो देखिन्छ कति तपाईँ ऊ दिदीको त अलिक राम्रो छ नि कति नै ओइलेरै झरिसक्यो मेरो होला यो त मैले खाएर सकिदिन्छु तिनीहरूले नि किनेको रहेछ क्या आएको थियो तिनीहरूले हो र किन खानु त नि यो मलाई मिठो लाग्छ लगेर राखिराख्यो राम्रो हुन्छ क्या काँडाले माछा खाँदाखेरि माछा काँडाले अड्काउँदैन अरे क्या यसले आमा कस्तो उर्जा के अरे उडाट लाग्दो बनाएछ त यहाँ त सबै फाँडेर घाम खानु मात्रै यस्तो हो नि त नगरकोटको गुराँस ऊ त्यो त पनि रहेछ टिप्न सक्नु पर्यो नि चाबी चाबी कसरी काटेको हो हजुर काट्ने हो उसको चाबी ए मान्छे नै मान्छे भयो अडिँदैन न अहिलेसम्म जाउँ माथि मान्छे नै झरेर नि हजुर त्यही त भने उहाँ आनन्द बसिरहेको शीतलता आज शनिबार भएर होला मान्छे पनि धेरै रहेछ तपाईँहरूको त यतै होला होइन दिदी ए दिदी तपाईँहरूको त यतै होला होइन हामी बौद्धबाट ए 1 घन्टा लागेर 1 घन्टा लागेन होला लागेन होला लाग्दैला गुराँस चाहिँ म त माथि नै भेटेँ यहाँबाट चढ्यो नि त्यो यता हजुर हस्
हजुर थ्याङ्क यू वेलकम एकचोटि ल ए हुन्छ हुन्छ धर्म गरियो नि त ए हस् वेलकम हस् मेन चाहिँ अब यही नगरकोटको यो अरे नि त होइन नगरकोटको टावर चढेर जानुपर्छ अरे यहाँ आएपछि चाहिँ मोमो दामी थिएन रहेछ यहाँ ओ दिदी हजुर दुलो परे झर्नलाई नठेने फोटो खिचिदिउँ न कता हो अरे कसको राम्रो छ राम्रो किन हुनु पर्यो एउटा मेमोरीको लागि राख्नु त्यो त राम्रो निकाल्नु लागि त उसमा जाने भरे फिल्टर लगाएर पुरै क्यामेरा मेन लिएर आउनुपर्छ यो खिचिराख्छ खिचिराख हो त्यहाँ भरे यहाँनिर मेरो त्यहाँ बोलेर आवाज मान्छु आइहाल्छ नि कतितिर आउँछ नि ल नगरकोट टावर बडो बिदालीमा अब नगरकोट टावरबाट बिदालीमा अब यो त्यहाँनिर देख्यो भने कराउँछ होला कति बोकेर लगिरहेको छ नि तिमीले नि कहाँ किन्नु भएको अनि टिपेर ल्यायो भनेर कराउँछ होला क्या त्यहाँ आर्मीहरू किनेको भन्नु पर्यो नि किनेको भन्ने हो नि यसको मन्टा पनि खाँदैन यसको मन्टा पनि खान्छ नि है बिचा ऐसेलीको घाँट दिएको निको हुन्छ अरे क्या लामो लामो सक्नुभयो हामी जाने कहाँबाट ल्याउनु भयो गुराँस यहाँ बेच्नु राखेर रहेछ एउटा दाइले हजुर म एउटा फोटो खिच्छु नि उता ठाउँ न अडाउन ठाउँ पर कति खाली हो त आफैले टिकटक सेभ गरेर ल्यायो क्या के खिच्नु पर्यो एउटा फोटो खिचिदिउँ न यो लगाएको थियो वेलकम
फुल किनेको नि फाइदै भयो राम्रो राम्रो केटीहरू ल बाई बाई है नगरकोटको भ्यू टावर चाहिँ यही हो अहिले चाहिँ हामी यहाँबाट निस्किसकेका छौँ अब चाहिँ हामी सारासारी जान्छौँ तलतिर बस्दै तलतिर के कस्तो सबै देखाएको हौँ फुल किनेर फाइदै भएछ धेरैजनाले फोटो खिच्नु भयो नि त तिमीले पनि पालो पायो उसले मात्रै पाएन हेर्दा पनि छुच्ची जस्तो देख्छ होला त्यही भएर होला कति रुपियाँ हो बहिनी 50 रुपियाँ महँगो भयो यो 50 रुपियाँमा लिएको अनि एउटा दाइले ल्याउनु भएको रहेछ यो चाहिँ के अरे सेतीकोटी भगवान् तथा महादेवलाई जल चढाउन जल लिने ठाउँ अरे कुवा त लामो रहेछ त आमामा यो कुवा कति लामो म अट्ने रहेछु भित्र म चाहिँ यहाँ जल चढाउनु लाग्यो मैले जुत्तै लाएर बस्छु है मनबाट हो नि त होइन केही हुँदैन होला पहिले पैसा चढाउनुपर्छ अरे पैसा चढाउनु पर्छ अरे नि त पहिले पैसा पनि छैन र यार सरी जुत्ता लाएर बसेँ है ओहो यस्तो रहेछ नि भरियो त ल भरियो त पुरै चढाउने हो नि एकछिनमा त भरिसक्यो त्यो त पुरै हालिदिएको अय्या यस्तो गरेर बस्यो मेरो ज्याकेट रमाइलो भयो रुवा खानुपर्छ क्या रुवा खाँदै हिँड्नुपर्छ हस् दाइ ए दाइ भन्नु रहेछ हस् ल म उताबाट जान्छु अब उतैबाट जाने नि तपाईँ नि हस् 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 बाई सो फाइनली है अहिले चाहिँ हामी नगरकोटबाट फर्केर पनि आइसकेको छौँ बाटोतिरको चाहिँ भिडियोहरू बनाउन पाएन अब जाँदाखेरि पनि बनाएको थियो होइन आउँदाखेरि किन बनाउने भयो अनि दिदीहरूलाई चाहिँ मैले त्यहाँनिर छोडिसकेको छु दिदीहरू चाहिँ त्यहाँनिर एउटा दिदी त्यहाँ बस्नु रहेछ एउटा कौशिला नाना चाहिँ उतैतिर बस्नुहुन्छ हाम्रैतिर अनि जो मैले चाहिँ आजको भिडियो चाहिँ यहीँ इन्ड गर्दैछु अनि के कस्तो लाग्यो भिडियो कमेन्ट गरिदिनु होला होइन अब त्यही हो नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला यदि पुरानो हुनुहुन्छ भनेदेखि एउटा लाइक कमेन्ट छोडिदिनु होला होइन त्यही हो साथ सपोर्ट गरिदिनु होला सो आजको लागि चाहिँ यति नै सो बाई बाई गाइज सी यू नेक्स्ट भ्लग